गुड मर्निङ। आज फेरि हामी हाइकिङ जान लागेको। आज नेक्स्ट सटरडे हो। अस्ति चाहिँ चिन्डे डाँडा गएको थियौँ, रमाइलो भएको थियो, मजा आएको थियो। आज चाहिँ भेडटारदेखि तल जानु भनेको, खोइ के भन्ने ठाउँ हो मलाई त्यति थाहा भएन, तर हाम्रो ग्रुप नै कोही जाने कोही। हामी चाहिँ शिवझट्टा जाने बाटोमा, शिवझट्टा जाने बाटोमा छौँ। हामी जाँदैछ। हेर न कस्तो राम्रो घाम झुल्किँदैछ। यहाँ मलाई फोटो खिचिदेऊ, कसमै भिडियो गरिदिन्छु। कहिले पुग्नु ल? ओह कस्तो राम्रो गाउँ हेर न। हामी त कहाँ आइपुग्यो? जरा हेर्नु यस्तो डर हुँदो रहेछ। कहाँ आइपुग्यो? यस्तो दामी हाम्रो यस्तो राम्रो ठाउँमा आइपुग्यो। ल है गाइजहरु कतातिर हो? खोइ अक्सिजन हो नि। है है म चाहिँ भ्लगर गाइस, यहाँ बोतल बोकेर 2 लिटर रहेछ। माइजलाई जाडो भयो अरे। मेरो चाहिँ नङ पनि छैन, के साह्रो ठोकेको खुट्टाको नङ। लेफ्ट राइट लेफ्ट राइट। माइजु बुरुक्कै अझै माथि हौ। मम्मी पनि यही भनेको क्या मैले, यही भनेको। कति राम्रो ठाउँ गाइस। म चाहिँ 2टा फोनबाट भ्लग बनाएर छु, एउटा माइजको एउटा मेरो। यहाँ पनि भ्लग हुँदैछ। धरान, हाम्रो धरान, प्यारो धरान, सुन्दर धरान। So nice, wow. मैले अघि चाहिँ मम्मीहरूलाई यही भनिरहेको थिएँ, कति राम्रो छ यो सम्म परेको ठाउँ भनिरहेको थिएँ। होइन होइन हामी बोलेको। तीनजना मात्र रहेछ बिजोडी। बिजोडी कि दुईजना हुनुपर्छ? अब 3जनाको 6जना बनाउनु। धोका दियो भने जुमसँगै 4जना लु। अनि गाउँै होइन र? अनि गाउँ नै होइन र? अन्त नि यो चाहिँ मलाई सबभन्दा मन पऱ्यो क्या, यो खेत भएको बाली। टाँकी फुलेर कस्तो राम्रो थियो। यो हामी कहाँ गाउँमा आइपुग्यौँ है। कहाँ पहाडको घरहरू, टाँकी फुलेर सेतै डाँडा डाँडा। आफ्नो आफ्नो भिडियो क्यामेरा फोटो। गाउँको घरहरू। लाली चढ्यो कहाँ कराउँदैछ चरा।
भन्ने लागेको थियो भयो भयो ए बिरे राम्रोसित गइस है ल ल भन्नु नि ल ल जार चाहिँ खाँदैन खाइस् नि है ल ल मान्छेहरूले सुन्यो होला हौ तबाट भन्दै यस्तो राम्रो ठाउँमा आयौँ हामी त मनै खुसी हुने क्या है मनै कस्तो आनन्द कस्तो आनन्दको ठाउँमा आयो यहाँ कीर्तिले फोटो खिचिदिँदैछ उसको मम्मीलाई काली हप्सी भइगएको छ के भयो के भएर काली भएको उमेर गएर होला यस्तो सुन्दर ठाउँमा पैसाले हो कि केले मन चञ्चल गरायो गरायो पो त होइन मन चञ्चल गरायो अनि के हो छम 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 पाउँछु पाउँछु मेरो कसै हरायो जुम त्यति साह्रो होइन क्या अल्किन अल्कि आउँछ गाइजहरू यहाँ फोटो खिचेर यस्तो ल्याउनु नाच्नु नि भिडियो भइरहेछ भिडियो होस् न एकछिन भिडियो होस् न ओ हेलो गाइज मुसी ल के बनाउने हेर्नु टिकटकको त्यो राम्रो राम्रो गीतहरू छ त हाम्रो मेरो चाहिँ नखिच्दै तिनजना अघि खिच्यो होइन भिडियो गरिरहेछ न ल बाइक कता हो किन सकिँदैन त्यत्रो टाढाबाट आयो मलाई हेलो गाइस अब एकछिनबाट भेटौँला सेतै हौ शिव झट्टा मन्दिर प्रवेशद्वारा द्वार स्वागतम धन्यवाद भन्दै चढ्नु यस्तो त हुँदैन लु कृति 1 2 3 लु दुईटा कतिवटा सिँढी लु कुद त न सिँढी चढ न लु माइजू कुद्नु त 2-3 सिँढी कुद्नु न हामी चाहिँ हिमालमा आइपुग्यौँ है पहाडमा हो हिमालमा होइन पहाडको हाम्रो हिमाल यही हो अरू हिमाल चढ्न सक्दैन हाम्रो हिमालमा आयो केयरफुली चढ्यो ओ स्याबास वाउ म त घर नाक्लोमा जान्छु नजाऊ भित्र चिसो हुन्छ पहाड हेर्नु भयो चाहिँ माथि डर लागेन मजा आयो याहु गर्नु त्यसो भए हेर न झरनामा कीर्ति त यस्तो चिसोमा हेर
पानीमा खेलेको म त सकिनँ। गाइस हामी चाहिँ अब खाना खान लागेको खाजा खाने ठाउँमा आयौँ है हाम्रो ड्राई पिकनिक। हामी यहाँ कहाँ भने खानु भएको छ है जङ्गलको वरिपरि बिचमा डाँडामा छौँ। कस्तो मजा आएको छ, स्वर्गमा पुगे जस्तो भयो। बिरेलाई सम्झाउने डाँडामा आएको छौँ हामी। यस्तो दामी ठाउँमा है। मैले त कि रोटी पो पकाएर ल्याउँछु जस्तो पनि लाग्यो। हाम्रो खाजा चाहिँ हो चाम्रे भात खै एउटा अनि यहाँ 5वटा पो छ त अन्डा अनि यस्तो 5वटा थियो क्या 1 2 3 3टा मात्रै छ त 5वटा लगाएको थिएँ मैले जेन्स एउटा दिन भयो। यहाँ भित्र छ होला सुन्तला ल्याउनु भयो, अन्डा अचार त्यो पनि देखाउनु नि खै हाम्रो चम्ची चम्ची पनि छ अनि आलु फ्राई वाउ पोखिन्छ पोखिँदैन हौ मैले सबै खोप्टायो नि आफै। ल अब चाहिँ खमै खोचो गाइस नाबारी खोचो प्लेट पर्दैन हौ प्लेट पर्छ खम्न प्लेटमा मजाले हालेर स्पुन यहाँ छ हौ सबै वाटरप्रुफ स्पुन ओइ सलाई यहाँ छ हौ तपाईँको सल्लाह यहाँ छ लुनी कलमा ए उसको कोट्याकै गर्छु नि म चाहिँ जेनिसकोमा 2 पका थियो होला के डबल यस्तो हो र 5वटा बनाएको थियो स्पुन त मजाले पुसेर सफा गरेँ मैले यसमा प्याक गरेको एकदम फ्रेस छ फ्रेस सफा लु गाइस आलु पनि लगाउनु खाऊ न गाइस। एउटाले आलु लाउनु आलु र अचार गाइस पक्रिनु त सेम त्यो जस्तो लाग्यो मलाई। केमा पो यसरी खान्छ खेतमा बारीमा काम गरेर यसो गर्नु होइन हामी चाहिँ अचारको स्विटनेसले चाहिँ गाइस ओहो अचार त काला काला भएछ त टमाटरको अचार अनि टिम्बुर लसुन थाप्नु त भन्छ म यो खान्छु गाइस। किन अलिक पर्छ धेरै त्यति खान्छ म त उडाउँछु भोक लागेको छ। यो खान्छु के म साह्रो भोक गाइस। लाग्दो रहेछ एकछिन यहाँ छेउछेउ गर्नुपर्छ हैन। म लगाउँछु ल त्यतै गएर अचार यहाँ राख गाइस जान्छ चाम्रे त देखेन त हौ हो नि पहिला खाइ पनि नखाइ पनि अचार सबै हाले आलु ल्याउँछु चाहिँ अन्डा खोला अन्डा त मिस्टी लाग्यो हुन्छ कोही मेरो खोज्दाहरू चाहिँ खोर्सानी पनि थियो ग्यास खोर्सानी डल्ले खोर्सानी डल्ले मान्छे छ कस्तो कराएको के हुन्छ त मान्छे मान्छे त हुन्छ मान्छे हुँदा चाहिँ कराउनै नहुने र होइन भाउजू के कुरा होला ल डल्ले खोर्सानीको खानु केतिर मात्रै खानुपर्छ सबै खाने होला नि होइन कसलाई राख्नु त राख्दिनँ कि बा राख्दिनँ यतिर बनाएर के को नहुनु यी यहाँ रहेछ के एउटा खोइ ऊ ए कता थियो भन्छ कहाँबाट निस्किन्छ हेर्नु थप्पन यहाँले हात धुयो छैन अघि खोलामै धुका खोलामा धुएको मात्रै कति पानी थियो त हौ के पानी गाइस गाइस पानी छ यहाँ
वाटर सला ल हामीले सु गरेको छुइनौँ नि अघि गरेँ कहिले गरी म गरिनँ छिटो न हालिदिनु न गरिनँ अहिले आएर होइन हौ अघि अघि त मजाले पाक्यो होइन कहिले कितीले पकाएको यो पूजा गर्नु मिलेन नि त 4 बजी उठ्दाखेरि त मम्मीले छुट्टीको लागिसकेको उठाएको नि भिजाउँदैन नभिजाइ हिजो बेलुकै बेलुकै भिजाएको। भिजाएको थिएँ रोटी जस्तै बेलुकै भिजाएर अनि तारिराख है भनेको उयसमा त तारेन रहेछ ओ साइली साग रहेछ लानुपर्छ ल किनेर के हो साइन्स सिने साग ल गाइज तिनजना भए पनि हानौँ न गाइज हाम्रो खाजा चाहिँ यस्तो छ है गाइज हाम्रो खाजा अगाएन भने यहाँ पनि छ है यहाँ चाहिँ छ आलु यहाँ छ अन्डा अनि एक्स्ट्रा अनि यहाँ सुन्तला पनि छ होइन सुन्तला चाहिँ हामी खान्छौँ किनभने यो भिजालो छ कि म चाहिँ अहिले लड्छु होला यहाँ भ्लग बनाउँदै त्यही भएर हात धुनु अनि चाहिँ हामी इन्जोय गर्ने हो गाइज देख्न सक्नुहुन्छ म यहाँ बस्छु लड्ला नि फेरि। सजिलो यहाँ बस्छ न लुगामा यहाँ छ त लुगा लु उठेर ल्याउँछौ कि मान्छेले कतिले यहाँ बसेर खाएको रहेछ हो रहेछ पैसाहरू त होइन होला चम्ची खै म यो खान्छु थोरै त्यही त्यो चम्ची चम्चीले अहिले आलु हालेको होइन तपाईँले कहाँ राख्नुभयो अर्को पनि छ सोचो पनि गर्नु यहाँ छ हौ चम्ची खमै गाइजहरू लु माइती त कहाँ भाग्नु भएको क्यामेरादेखि उता खाम ढिला नगरी मिठो ढिला नगरी सुरु गरौँ है गाइस टक्कसँग खै हौ म चाहिँ भर्खर हाइकिङ गएर शिवझट्टा पुगेर आइसकेँ अब घरमा 6 बजी हिँडेको भर्खर 11:30 बजी आइपुगेँ घरमा गलेर भुत्तुक्कै भयो रमाइलो थियो रमाइलो ठाउँ रहेछ फर्स्ट टाइम गएको अस्ति चाहिँ हामी चिन्डे डाँडा गएको थियौँ अब चाहिँ आराम गर्छु नुहाइधुवाइ गरेर आजलाई यति नै बाई बाई